Hey guys, good morning. What's up? It's new day अनि यो चाहिँ डे 3 हो अनि यो मेरो थर्ड भ्लग हो। सो आज चाहिँ ड्रागन रनले चाहिँ यहाँ रनिङ अर्गनाइज गरेछ म्याराथन। सो त्यसमा चाहिँ पार्टिसिपेट गर्दैछु। सो त्यसमा जानको लागि चाहिँ म 4:30 बजे उठेँ। सो अब चाहिँ रेडी हुन्छु र अब त्यहाँ जान्छु। त्यही हो, अब रेडी हुन्छु। गाइज म चाहिँ रेडी भइसकेको छु जानको लागि। सो अहिले चाहिँ मैले यो ज्याकेट र ट्राउजर टाइपको लगाएको छु किनभने अब त्यहाँसम्म बाइकमा जानुपर्छ अनि बाइकमा जाँदा जाडो हुन्छ नि त, त्यही जाडो नहोस् भनेर अहिले चाहिँ यो लाग्छु। तर उता गएर फुकाल्छु, चेन्ज गर्छु। उता गएर आई थिङ्क उतै टी सर्टहरू दिन्छ होला। त्यसपछि चट्ट लाएर बाइक स्टार्ट गरेँ र जानलाई रेडी भएँ। त्यहाँ पुगेपछि चाहिँ हामी सबैले टी सर्टहरू पायो ड्रागन रनको। यहाँ चाहिँ चट्ट लाएर मेरो साथीहरू छ र यसमा चाहिँ एकदमै धेरै मान्छेहरूले पार्टिसिपेट गरेको थियो। यहाँ चाहिँ हल्का चस्मा लाएर चलफल दिँदै है। मेरो नम्बर 9 पोज। यहाँ चाहिँ इन्डियन ब्रदर हात कस्तो हात काट्यो भने बिहारी स्टुडेन्ट आउट अफ बिहार हो क्या। स्वागत छ तपाईँलाई मेरो भ्लगमा गाइस। आज हाम्रो आइएनसी कलेजले रनिङ स्पोन्सर गरेको छ टी सर्ट फ्री होइन। अनि हामी छिटै पछि मेडलहरू पाउँछ होइन। अनि हाम्रो नम्बर हेर्नु सक्नुहुन्छ केटाहरू आएको छ है। केटाहरू खत्रै नरिन्छ है। घरको 0036 044 ल तेरो नम्बर देखा। मेरो नम्बर 067 ल यहाँ चाहिँ ब्यान्ड बाजा अल सेट डिजे अनि हामी अल सेट रेडी टु गो। यो रेस सुरु हुनु अगाडि चाहिँ यता चाहिँ ड्रागन डान्स सुरु भयो। त्यसपछि चाहिँ फाइनल्ली रन सुरु भयो र दौडिन सुरु गरे। र वाइल फर्स्टमा त वाइल भिड थियो र बिस्तारै दौडे साथीहरूसँगै। फाइनल्ली 45 मिनटमा चाहिँ मैले कम्प्लिट गरेँ रेस। अनि 1 आवरभित्रै कम्प्लिट भएको भएर चाहिँ गोल्ड मेडल पायो र 1 आवरपछि कम्प्लिट भएकोहरूले चाहिँ सिल्भर मेडल पाएको थियो र त्यसपछि ब्रोन्जहरू पनि थियो। सो मैले चाहिँ 1 आवरभित्रै कम्प्लिट गरेँ, त्यसैले अनि गोल्ड पाएँ। यसको सिल्भर हाम्रो चाहिँ गोल्ड हो। यो चाहिँ यसको तिनटै विकास टाइपको मेरो अनि यो हाम्रो उता रनिङहरू सबै सकाएर हामी चाहिँ कमल पोखरी घुम्न गयौँ र कमल पोखरीतिर यसो घुम्दिउँ भनेर गयो। तर पानी परेर चाहिँ हल्कै छेउ भएको थियो, त्यही पनि गयो हामी चाहिँ। कहाँ हामी कहाँ कमल खोइ तेरो मेडल खै बाउन गायब भयो त मेडल। गोल एक घन्टाभित्र सकाएको। 1 घन्टा 50 मिनट मैले 45 मिनटमा कम्प्लिट गरेँ। 50 मा यो 1 घन्टा भन्दा पऱ्यो। क्या साना हौसल 1 घन्टा 5 मिनट। त्यसपछि फेरि हामी घुम्दै जे भयो भने खानको लागि चाहिँ पिम्बालतिर पुग्यो। धेरै भोक लागिरहेको थियो, त्यही भएर पिम्बाल गयो।
गाइस हाम्रो यो मेरल अनि यहाँ हाम्रो प्रोटिन बार। सो गाइस रनिङ सकेर म चाहिँ घर पुगिसकेँ होइन। रनिङ सनिङ गरेर आएर भर्खरै घर पुगेर सावरहरू लिएर आएँ। अब चाहिँ फ्रेस भइसकेँ। अब चाहिँ एकछिन अब त्यही हल्का हल्का थकाइ लागिरहेछ, तर त्यस्तो साह्रो गाह्रो चाहिँ भएको छैन। जस आजको एक्सपिरियन्स चाहिँ एकदमै बवाल भयो, एकदमै इनर्जेटिक एक्सपिरियन्स थियो अनि एकदमै रमाइलो भयो होइन। धेरै मान्छेहरूले पार्टिसिपेट गरेको थियो। जस फर्स्ट सेकेन्डहरू त आउनु सकेन, जस राम्रै पेसमा दौडेँ, जस राम्रै टाइममा कम्प्लिट गरेँ मैले। जस मेरो वान अफ द बेस्ट रेकर्डै हो रनिङको। सो रमाइलो भयो, त्यही हो, हेर्दै गर्नु होला। थ्याङ्क यू।